हेलो गाइज, वेलकम बैक टू माय न्यू भिडियो वाइटी परम ब्लग्स। आयो तपाईहरु सबै सन्चै हुनुहुन्छ होला। म नि एकदम ठिक छु गाइज। म चाहिँ आज कता हिँडेको भन्दा म चाहिँ आज हाम्रो नर्थ सोर माथिको नर्थ सोर चाहिँ हिँडिरहेको छु। अब होला नर्थ सोरको भिडियो हेर्नु होला। म चाहिँ गाइज अब नर्थ सोर तर्फ लाग्दै छु। यो चाहिँ हाम्रो नहरको बाटो। यो चाहिँ यहाँ पहिला यो चाहिँ ठुलो नहर थियो, यो चाहिँ अनि सानो भएको, सानो भएर आएको किनकि यहाँ बाटो नहर छ स्यारो। यस्तो हुनुपर्छ के गाइस। यो चाहिँ नहर हो। नहर पानी जहाँ गाइस अहिले यहाँ नहरमा छोडेकै छैन किनभने लास्ट यहाँ खडेरी भएको छ। पानी नै छोडेको छैन। र गाइस अहिले चाहिँ वास्तै शीतल छ। अहिले दिउँसो हुनुपर्छ यहाँ त मोरीजाम कता जाम ल गाइस अब सिधै नहरमा गएर भेटौँ। बाबु उस्तै भइहाल्छ। अर्को वर्ष है यो पानी आउँदै हुन्छ नि। गाइस हामीले चाहिँ यहाँ नहर सोर सकिसक्यो। यहाँ हाम्रो मनिष टिकटकर र यही नहर हामीले सोरेको। यता यो माथिको चाहिँ सकिसकेको थियो, लिइसकेको रहेछ। र जब बाटा जाँदा भेटौँ। भएन नि त हेर, काँडा होला है मैले भनेको होइन। मान्छे गाइस नरा मान्छे के छोपेर तेरो नाम के अरे भन्छ त? तेरो नाम के अरे भन्छ त? च्याप्नी हो? खै कहाँ च्याप्नी गरौ? कतिचोटि च्याप्नी त? 10 चोटि। दुख्दैन च्याप्दा? के हुन्छ च्याप्नी फेरि? देखाएर के च्याप्नी? यो च्याप्नी हो? के च्याप्नी हो? कुकुरको च्याप्नु होइन नि, तेरो च्याप्यो। हामी सोरेर सकेर हिँडिसके। हाम्रो मनिष दुईटा बेल्चा ल्याएर र पुरा हाम्रो बाघ दौडिया बाघ हाम्रो कुकुर बाघ हामी सकिसक्यौँ। आइज अब सेरो हाम्रो बाघ त बाघ दौडिरह आएनु। के भन्थ्यो एउटा टिकटकमा के कुकुर हो कि के हो बाघै हो अनि के सानो हो तर बाघै हो कि के भन्थ्यो।